हे गाइस, आज चाहिँ हामी नुडल्स डेभिल्स बनाएर खाँदैछौँ होइन। अब यो चाहिँ म खोल्छु। यहाँनिर चाहिँ चोखोपन पनि पर्छ भनेर मैले सुनेको थिएँ क्या, अनि त्यही भएर मैले यो खोलिरहेको छु। साँच्चै परिरहेको कतिवटा हुन्छ, 5वटा चाउचाउ छ। तपाईँहरूले खानुभएको छ कि छैन? यो मेरो चाहिँ फर्स्ट टाइम हो है। हाम्रो दिदीले खाने भनेर लिएर आएको मैले। अब हामी यो डेभिल्स चाउचाउ बनाउँछौँ। अनि चोखोपन चाहिँ पिरो हुन्छ कि कस्तो हुन्छ भनेर मलाई थाहा थिएन नि त, फर्स्ट टाइम हो। अनि त्यही भएर मैले मेरो बहिनीलाई सुरुमा खानु भनेर दिएँ। उसले खोल्नु सकेन, मैले थोरै भिडियो काटेको। अनि त्यस पछाडि उसले खोल्यो, बिचरा खोल्नु पनि सक्दैछैन। खोलेर खायो। अनि त्यसपछि मैले सोधेँ कस्तो भयो भनेर, अनि उसले भन्यो मिठो छ। अब चाहिँ हामी यो डेभिल्सलाई चोखोपन खायो होइन। यसलाई चाहिँ हामी पकाउँछौँ। अनि मसला पनि डेभिल्स नै हुँदो रहेछ, सेम करेन्टहरूको जस्तै त हो मसला। र दिदी चाहिँ साइडमा तरकारी पकाउनु हुँदैछ। अनि म चाहिँ आज चाउचाउ खाने भनेर हामीले चाउचाउ पकाएको। अब यो चाहिँ रेडी भयो होइन। अब म यहाँनिर केहरू चिजहरू लिनु गएको थिएँ, होइन सरी, मसला लिनु गएको थिएँ। अब म मसला सबै हाल्छु होइन यहाँनिर। अनि कस्तो हुँदो रहेछ ट्राई गर्नुपर्छ। मसला चाहिँ यति धेरै थियो क्या, अनि मलाई खोल्नु नि कति धेरै टाइम लाग्यो। त्यही भएर छिटो छिटो बनाएको, र पनि भएन। र पनि भिडियो चाहिँ लामो न लामो बन्ने रहेछ। मसला हालिसक्नु टाइम लाग्ने धेरै। अनि यहाँ चाहिँ मैले मसला हालिसकेँ होइन। अब यसलाई मजाले मिक्स गरेर अझ यसको भेजिटेबल्सहरू मिक्स गरेर यसलाई चाहिँ म अब दिन्छु नानीहरूलाई। मम्मी पनि खाने भन्नुहुँदै थियो, ट्राई गर्ने। आज सबैजना ट्राई गर्नु लागेको छु। यसको तेल पुगेन रहेछ, कस्तो कलरै आएन, करेन्ट जस्तो पिरो हुन्छ कि कस्तो हुने रहेछ। यसलाई मजाले खोलेर होइन खानुपर्छ। अनि यसको मसला सबै हालिसकेँ मैले। अब मसला हालिसकेपछि हामी हेर्दै मिलौँ मिलौँ जस्तो भइरहेछ अहिले। अस्ति आएको अब चाहिँ मैले मसला घोलिसकेँ। मसँग चाहिँ यो चिज र बार्बिक्यू सस पनि छ नि त, यो पनि मिक्स गरेर हाल्दा मिठो हुन्छ। हाम्रो बहिनीलाई चाहिँ चिज मनपर्छ कि कस्तो चाउचाउहरूमा खानुलाई। अनि अब उसले खान्छ अरे भनेर, अनि मम्मीहरूले पनि खानुहुन्छ भनेर निकालेको। अब म यहाँनिर गर्छु, दिदीले ल्याइदिनु थालहरू अब सबैलाई पस्केर दिन्छु कस्तो भयो भनेर। अब नानीले चाहिँ अझै मसला खाने अरे, अनि त्यही भएर उसलाई दिएको। मम्मीलाई खानु लगाएर कस्तो भयो, मम्मी भनेको मिठो भयो।